इरानमा अहिले के हुँदैछ तपाईलाई थाहा छ? इरानमा अहिले जे भइरहेको छ त्यो केवल एउटा आन्दोलन मात्र होइन, यो एउटा भयानक संकेत हो। 3000 भन्दा बढी मानिसको मृत्युले इरानको सडक रक्तयाम भइरहँदा बाइबलको एउटा यस्तो भविष्यवाणी पूरा भइरहेको छ जसले तपाईलाई सोच्न बाध्य बनाउनेछ। के तपाईँ समयको यो अन्तिम घडी र बाइबलको अचूक भविष्यवाणी बुझ्न तयार हुनुहुन्छ? आउनुहोस् अहिलेको विश्व परिस्थिति र बाइबलको भविष्यवाणीलाई हेरौँ हामी अन्त्यको कुन मोडमा उभिएका छौँ। सुरु गरौँ यिर्मया 49 अध्यायको 35 पदबाट। यहाँ लेखिएको छ, सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ, हेर म एलामको धनु भाँचिदिनेछु जो तिनीहरूका शक्तिको आधार हो भनिएको छ। परमानका लागि दानिएल 8 को 2 पद हेर्नुहोस्, लेखिएको छ, मेरो दर्शनमा मैले आफैलाई कहाँ देखेँ भनिएको छ? एलाम प्रदेशको सुसनको किल्लामा देखेँ, दर्शनमा म उल्लै नहरको छेउमा थिएँ भनिएको छ। इतिहास र भूगोलले प्रमाणित गर्छ कि बाइबलमा लेखिएको एलाम नै आजको इरान हो। बाइबलले भन्छ इरानको सैन्य शक्ति अर्थात् धनु भाँचिनेछ। आज हेर्नुहोस् इरानको शासन र उसको सैन्य शक्ति भित्रभित्रै कमजोर बन्दै गइरहेको छ। 2000 वर्ष अघि गरिएको यो भविष्यवाणी आज हाम्रै आँखा अगाडि पूरा हुँदैछ। मत्ती 24 अध्यायको 29 पदमा परमप्रभु भन्नुहुन्छ, ती सङ्कटका दिनको तुरुन्तै पछि सूर्य अँध्यारो हुनेछ र चन्द्रमाले आफ्नो चमक दिने छैन र ताराहरू आकाशबाट खस्नेछन् तथा आकाशका शक्तिहरू हल्लाइनेछन् भनिएको छ। आज इरानमा इन्टरनेट बन्द भएपछि एउटा पुरै देश संसारबाट अलग र अन्धकारमा छ। तपाईलाई लाग्छ यो केवल सञ्चार विच्छेद मात्र हो? होइन, यो त परमप्रभु परमेश्वरले भन्नुभएको त्यो अन्तिम समयको सङ्केत मात्र हो। जब संसार भयानक अन्यलमा डुब्न सुरु हुनेछ तब यस्तै हुनेछ। इरानमा जुन भयानक परिस्थिति आएको छ यो त संसारमा आउन लागेको ठूलो विपत्तिको एउटा सानो सङ्केत मात्र हो। अचम्मको कुरा के छ भने एकातिर यति ठूलो मानवीय क्षति भइरहेको छ, अर्कोतिर लाखौं इरानीहरूले येशू ख्रीष्टलाई स्वीकार गर्दै गएका छन्। परमेश्वरले इरानका जनतालाई आत्मिक बन्धनबाट छुटाउन एउटा महान कार्य सुरु गर्नुभएको छ। एकातिर विनाश छ भने अर्कोतिर मुक्तिको ढोका खुलेको छ। बाइबलमा येशू ख्रीष्टले गर्नुभएको भविष्यवाणीले अन्त्यको समय अब नजिकै छ भन्ने संकेत दिइरहेको छ। इरानमा भइरहेको यो घटना केवल राजनीतिक द्वन्द्व मात्र होइन, यो तपाईँ र मेरो लागि एउटा भयानक चेतावनी हो। यदि तपाईँको नाम जीवनको पुस्तकमा छैन भने याद राख्नुहोस्, त्यो दिन तपाईँलाई न यो संसारको धन सम्पत्तिले बचाउन सक्नेछ न त कुनै शक्तिले। तपाईँले सिधै परमेश्वरको भयानक न्यायको सामना गर्नुपर्नेछ जहाँबाट फर्कने कुनै बाटो हुने छैन। हरेक क्रिस्चियनहरूले यो भिडियोलाई शेयर गरेर अरूलाई पनि सचेत गराउनुहोस् किनकि प्रभुको आगमन नजिकै छ। साथै बाइबलका सत्यतालाई सरल तरिकाबाट बुझेर सधैँ तयार रहनको लागि क्रिस्चियन ग्रुप अफ नेपाललाई फलो गर्न नभुल्नुहोला।